हेलो गाइज वेलकम टु माई फर्स्ट रियाक्सन भिडियो। आज म रियाक्ट गर्न गइरहेको छु शेरबहादुर देव नेपाल फर्किएका छन्। उहाँको फनी मिम्स हेरेर हाँस्ने हँसाउने रमाइलो गर्ने हेरौँ है त आज कस्तो हुँदैछ शेरबहादुर देवाको रियाक्सन भिडियो हो। पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। यो भिडियो चाहिँ अहिले इन्टरनेटदेखि सबमा प्लेटफर्ममा क्या युट्युब टिकटक फेसबुकमा यो चाहिँ भिडियो सबभन्दा बढी भाइरल भइरहेको छ क्या शेरबहादुर देवाको। उहाँ डोज नपुगेर नेपाल फर्केको भने चाहिँ यो खतरा भाइरल भइरहेको छ क्या अहिले। हेर्दै गरौँ अरू के आउँछ। अब फनी मिम हेर्न थालेपछि अब सब थोक हेर्नु पर्यो नि त। देश सकेकाहरू अब कांग्रेस सक्ने होडमा कसिएका छन्। नेपाली जनता के भन्छ? शेरे दाइले भन्छ। न कहो क्या देउवालाई किन यति धेरै सपोर्ट आज यति धेरै मान्छे हुनुहुँदो रहेछ नसोचेको भन्दा धेरै हुनुहुँदो रहेछ जस्तो लाग्यो। माया शेरबहादुर देउवालाई त्यहाँ कति माया गरेका यार। जेन्जी प्रोटेस्टमा शेरबहादुर देउवालाई कति माया गरेका हुन् क्या। जेन्जी दाजुभाइहरूले त यति माया गरेका हुन् कि शेरबहादुर देउवालाई कति कुटे राम राम मायाले कति मजाले कुटे नि आनन्द गरेर यार। हेरौँ अरू पनि के हुन्छ। यति चोखो यति मिठो देउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। माया हो सबै नदीको माया। आज धेरैजना पश्चिमको साथीहरू हुनुहुँदो रहेछ त। पश्चिमलाई चिनाकै देउवाले हुन्छ दाइ। अरू के भन्न चाहनुहुन्छ? गगन थापालाई के भन्न चाहनुहुन्छ तपाईँ? गगन थापालाई मात्र होइन अहिलेको यो घन्टेहरूलाई पनि हामी के भन्न चाहन्छु भने शेरे आइसक्यो। होइन हो शेरे पिपलको छायाले कहाँबाट कि कहाँ पुगिया देउबाकी मायाले। शेरबहादुर देउपा नै हामीलाई सभापति पनि आउने दिनमा प्रधानमन्त्री पनि शेरबहादुर देउपा नै हामीलाई चाहियो। स्वागतको लागि के तयारी गरेर आउनु भएको छ? के तयारी गर्नु? भेट्ने लिएर जाने नि। भेट हुन दिएनन् भने प्रहरीले? होइन प्रहरी दिएन भने भोलि भेट्ने नि। त्यही त धड्कन हो हाम्रोमा। आज दिदी र शेरबहादुर देउवा भनेको हाम्रो मुटुको धड्कन हो। होइन होला। शेरबहादुर देउवा जेन्जी प्रोटेस्ट हुँदाखेरि मुटुको धड्कनहरू कहाँ हुनुहुन्थ्यो यार? तपाईँहरू कहाँ हुनुहुन्थ्यो? यो धड्कनमा लुकाएर राख्नु थियो नि त यार। अबको केही दिनमा हामी 84मा पुरा शेरबहादुर देउवाले लिएर हामी प्रधानमन्त्री हुनेछौँ। यो दृश्य हेरौँ, यो ठाटबाट हेरौँ, यो शान र सौखत हेरौँ। एआई हो एआई। यो साँच्चै एआई हो ब्रो। यो एआई नै हो के? शेरबहादुर देउवा नेपालै आएका छैनन् क्या। यो एआई नै हो के? एआईले नै बनाएको हो। सब थोक एआई हो। एआई सबै एआई हो। कांग्रेस नै भन्छु, झोले भनुन् जे भनुन् आई डोन्ट केयर। बच्चादेखि झोलेलाई झोले नभने के भनौँ? माला भन्नु मदरलाई त। नै मेरो बाउ मम्मीले चाहिँ कांग्रेस नै रोज्या थियो अनि त्यही भएर चाहिँ हामीले पनि कांग्रेस नै रोज्या हो। एकदम राम्रो गरिसकेको छ। फुटेर बाउले भन्छ योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिसकेको थियो। साथसाथै प्रधानमन्त्री हुनु भनेको धेरै केटी मान्छेको चाहिँ दिमाग घुट्नमा हुन्छ भनेको चाहिँ अहिले आएर प्रमाणित भयो क्या। यो केटीले गर्दा प्रमाणित भएको हो क्या अहिले आएर। कहाँ 7 चोटि भयो यार प्रधानमन्त्री? 5 चोटि प्रधानमन्त्री भएको यार। मलाई थाहा जस्तो लाग्छ यार 5 चोटि भयो जस्तो लाग्यो मलाई चाहिँ। राम्रो कुरा हो। साथसाथै प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। आजको महाशेरलाई थाहा भयो नि पुरै नेपाल हेर्ने कि हल्दैन आज ल्यो। नेपाल हल्यो यार। मलाई थाहा नै थिएन यार शेरबहादुर देउवा नेपाल आएको भनेर। मैले त जम्मा भनेको फेसबुकमा देखेको शेरबहादुर देउवा रिटर्न आयो भनेर डोज पुगेन फेरि फर्के भनेर हो। त्यो चाहिँ मैले सुनेको। यो चाहिँ मलाई थाहा थिएन यार। नेपाल हल्यो भने चाहिँ थाहा भयो भने मैले चाहिँ थाहा भएको थिएन यार।
अहिले पुरै हल्यो हेर्नु न उता शेरको आगमन भएको छ अब गगनले सानीपा खाली गर्दा हुन्छ शेरबहादुर देउवाको स्वागतको लागि खटिनु हुन्छ हामी खटिन्छौँ पानी असिना परे पनि हामी तपाईँ शेरबहादुर देउवाको लागि मर्न तयार छु शेरबहादुर देउवाको लागि मर्न तयार हुने मान्छे यो अस्ति जेनजी प्रोटेस्टमा चाहिँ कहाँ हुनुहुन्थ्यो यार तपाईँ ज्ञानी बाबा कहाँ चाहिँ गएर लुक्नु भएको थियो